सबैलाई इसकी बधाई। आज हामीहरू विश्वव्यापी मण्डलीमा 24 घण्टा प्रभुलाई यो युक्रिस्टको आराधना गरिरहेका छौं। अनि हाम्रो क्याथेड्रल चर्चमा पनि भर्खरै मात्र विश्व स्वामी मिसा बलिदान चढाउनु भयो। अनि मिसा बलिदान सकेपछि सम्पूर्ण डायोसिसलाई आफ्नो हृदयमा राखेर प्रभुको पवित्र युक्रिस्टको जुन चाहिँ आराधना छ त्यो यहाँ सुरु भएको छ। र विशेष गरी यो चाहिँ हामीहरू यो जयन्ती वर्षमा जुन चाहिँ एउटा कार्य हामीलाई राखिएको छ, यसमा विशेष गरी सबै वर्गका लागि अनि सबै क्षेत्रमा हामीले यसरी जुब्लीको समयमा यो प्रभु यीशु ख्रीष्ट कहाँ नजिक पुग्ने यी सबै प्रार्थनाहरू आराधनाहरू अघि जोडिरहेका छौं। तसर्थ आज हामीहरू 24 घण्टाको जुन चाहिँ प्रभुको लाई दिने समय छ त्यो समय हामी सुरु गरिसकेका छौं। र यो चाहिँ आज दिनभरि रातभरि अनि भोलि बिहान 7 बजी समापन हुनेछ। यसर्थ हामीहरू प्रभु यीशु ख्रीष्टको अनुग्रह र शान्ति तपाईहरु सबैमा रहिरहोस्। अनि विशेष गरी यस जयन्ती आशाको तीर्थयात्री भएर हामीहरू प्रभुलाई अझ नजिक रूपले चिन्न सकौं भनी यस युक्रिस्ट आराधनाद्वारा अनि दिन प्रतिदिनको प्रार्थनाद्वारा हामीहरू प्रभुका नजिक जान सकौं। सबैलाई यसको बधाई।